वर्ष पुग्यो अहिले आयो मलाई होस मम्मा भेट्न गाँठे राति नयाँ लुगा लगाए राति फुस्लाए नौकी भगाए उडाइदे त्यसै माथि मैले सोचे एकचोटि केटी पनि पपा जिउ डाल सिक्को छैन धेरै मोटी बिहे गर्ने सोच आयो समाते उसको सोधे मैले उसलाई दिन सक्छौ मलाई साथ उसले पनि भनी गर्दिन कहिले बाटै हिँड्यौँ हामी लुगा सुगा लगाए 20 वर्ष नपुग्दै मैले केटी भगाए हातमा मात्र सलाएको काटी हिँड्यौँ त्यहाँ बाटो समाउँदै काटी पुग्यौँ हामी फेरि 12 बजे राति ढोका ढक गरे मैले मम्मी मम्मी भित्रबाट भन्नुभयो को आएको भने मैले भने मम्मी तेज म आएको फेरि भन्नुभयो तैँले रक्सी खाएको छैन मम्मी ढोका खोल्नु पहिले सरी आज ढिलो भयो टाइममा आउँथे जहिले ढोका खोल्नु भयो मम बाहिर आउनु भयो छक्क पर्नु भयो बुवा पनि आउनु भयो लाइट बाल्दै हातमा सिधै सोध्नु भयो हे को हो तेरो साथमा टाउको तल गरे बोलिन केही पनि उसको नाम के हो सोध्दै फर्किए मम अनि उसको नाम पार्वती जात चाहिँ बिक धेरै माया गर्छु मलाई उनै लाग्यो ठिक आज रातको 12 बजे आइस अरू केटी पाइनस् जात नमिल्ने केटी ल्याइसके बाबा नगर्नु अब कर साँचो माया गर्छौ जातमा किन्नु छ उसलाई दुःख दियो घरमा आमा बुलाई छाडी आखी मेरो घरमा तैँले गल्ती गरिस् तेरो आमा होइन म तेरो लागि छ हामी हाम्रो कोही